खुसी अनलाइन मिडिया हेरेर बस्नुहुने सम्पूर्ण दर्शकवृन्दहरूलाई म खुसीको तर्फबाट नमस्कार। आज मिति 2081/11/23 गते आज पनि हामी यसरी फायर लाइन बनाउन आइरहेका छौँ। हाम्रो दुईजना नगर प्रहरीहरू पनि हुनुहुन्छ भने हामी तीनजना छौँ। सो आज हाम्रो मेयर साहब चाहिँ आउनु भएन, उहाँ केही कामको व्यस्तताको कारणले गर्दाखेरि आउनु भएन उहाँ। सो आज हामी मात्र छौँ। उहाँ आउनु भएन भनेर हामी नआउने यस्तो कुरा हुँदैन। उहाँको हरेक उहाँले देखाउनु भएको हरेक कामहरू हैन, अनि अभियानमा हामी हमेसा जहिले हामी लागि पर्नेछौँ। सो हेर्नु होला, सब्सक्राइब पनि गरेर हेल्प गरिदिनु होला, सहयोग गरिदिनु होला। हेर्नुहोस् एकदम गाह्रो छ, हामी एकदम उकालो बाटो हिँड्नुपर्ने हुन्छ है। हाम्रो पाइप लाइन यहाँ छ, पाइप यहाँ छ। हाम्रो फायर लाइन बनाउने ठाउँ चाहिँ अलिक माथि नै छ, अलिक माथि डाँडामा गएर चाहिँ 1300 देब्रे लाग्नुपर्ने हुन्छ। सो अहिले त्यो पनि म तपाईँहरूलाई देखाउँछु है त। हेर्नुहोस् है दर्शकवृन्दहरू, यस्तो उकालो छ। अहिले म माथिदेखि तल खिचिरहेको छु, एकदम ओह्रालो छ। अनि माथि चाहिँ एकदमै उकालो यसरी जानुपर्ने हुन्छ। हामीले अलिकति टाइम लाग्छ माथि ठाउँमा पुग्नुको लागि। पाइप चाहिँ यहाँदेखि यसरी गएको छ, एकदम यहाँ भिड छ। यहाँदेखि हामीले जानु नसकेको हुनाले यसरी उकालो गएर देब्रे लाग्नुपर्ने हुन्छ। हेर्दै गर्नु होला दर्शकवृन्दहरू। अहिले चाहिँ म यहाँ फायर लाइन बनाउने ठाउँमा आइपुगेको छु है। हेर्नुहोस् उहाँसम्म गरिएको छ भने अब त्यहाँदेखि चाहिँ हामीले यतातिर गर्दै जानुपर्ने हुन्छ। यहाँनिर चाहिँ खासै पातहरू त झरेको छैन, तर पनि हामीले सफा गर्नुपर्ने हुन्छ। म बार भनिरहेको छु, यो हाम्रो यो पाइपले बचाउनुको लागि चाहिँ एकदम हाम्रो हैन एकदम जारी नै छ। यो पाइपले चाहिँ हामीले कुनै पनि हालमा बचाउनु पर्ने हुन्छ। यो भनेको धरानीहरूको खुन पसिनाले हैन आएको यो पाइप हो। यतिकै हामीले छोड्नु चाहिँ हुँदैन। यो पाइपमा चाहिँ पानी आइरहेको छ। अहिले चाहिँ यहाँ चाहिँ एउटा सिङ्गल पाइप मात्रै आएको चाहिँ, सेकेन्ड पाइप चाहिँ अलिक उतातिर आइपुगेको छ भने यो चाहिँ फर्स्ट पाइप हो। सेकेन्ड पाइप आउँदैछ, हेर्नु होला। हावा पनि कस्तो दामी आइरहेको छ। यहाँनिर जङ्गलहरू हेर्नुहोस्। अहिले त खास गरी त यो पातहरू झर्ने टाइम त भएको छैन, तर पनि हाम्रो मेयर साहबले भनिराख्नु भएको छ हामीले म्याक्सिमम पनि 3 चोटि गर्नुपर्ने हुन्छ, सफा फायर लाइन बनाउनु पर्ने हुन्छ। किनभने हामीले यसरी यो पत्ताहरू जो हुन्छ नि, यो जो पत्ताहरू छ, यो पत्ताहरू चाहिँ हामीले हटायौँ भने चाहिँ यो पाइपलाई नै पाइप चाहिँ धेरै आगोबाट हैन, आगो लाग्नुबाट धेरै बचेको हुनाले चाहिँ यो चाहिँ हामीले गर्नुपर्ने नै हुन्छ। रमाइलो छ। तपाईँहरू पनि आउनुहोस्, हातेमालो गरौँ। हातेमालो गरेर अगाडि बढ्यो भने मन्जिलमा नपुग्ने कुरै हुँदैन हैन। हाम्रो फायर पत्कर सोड्ने लट्ठी चाहिँ यस्तो छ, हेर्नुहोस् है। हेर्नुहोस् है, यस्तो मजाले क्या हुन्छ नि, सर्याक गर्दै यसरी यस्तो हुन्छ। यस्तो हुनुपर्छ है, दामी छ। अहिले चाहिँ म हल्का सानो भिडियो बनाउँछु भनेर यता आएको थिएँ। मेरो साथीहरू उतातिर आउनु हुँदैछ, म उहाँहरूलाई पर्खिन्छु। उहाँहरू आउनु भएपछि चाहिँ म पनि त्यसपछि सफा गर्छु। सो यस्तै भिडियोहरू हेर्नुको लागि चाहिँ तपाईँले मलाई मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुपर्ने हुन्छ। सो सब्सक्राइब गरिदिनु होला। धन्यवाद। फेरि भेटौँला नेक्स्ट भिडियोमा है।